ल गाइस अब फेरि हामी स्टियरिङ बक्स बनाउनुपट्टि लागिरहेछौँ हो। यो स्टियरिङ बक्स चाहिँ यहाँ छ, गाडी यहाँ छ हो। अन्त स्टियरिङ बक्स चाहिँ यो हो, यहाँ हातले देखाउँदैछु म हो, यहाँनिर छ। अन्त यहाँ हाम्रो चाहिँ यो गाडीको ओनर 7819 कोर्रा र लस्तम दियो भने त ज्यामा सेमै त छ। हेर्नुहोस् गाइस हो, कहाँ गएको यो चाहिँ माथाबाट गरे काक्स हामीले स्टियरिङ बक्स। यो चाहिँ कसलाई चाहिँ अरे यो हाम्रो मिस्त्री साहब भन्नुपर्छ। तपाईँले साहब भन्दा भन्दा कोही बेला त सीमा पार गर्ने भक्कै बनाउँछ मुर्दाले ढिलाइदिएर। यहाँ चाहिँ अहिले हामी हो है, दुईको चिया खुवाइ हुँदैछ, चिया हुँदैछ होइन। स्टियरिङ बक्स चाहिँ यहाँ छ गाइस हो। यहाँनिर खोल्नुको लागि आधी त खोलिसक्नु आँटिसक्यो हो, प्रायः अब निकाल्नु छ। स्टियरिङ क्रस निकाल्नु छ यहाँनिरै हो, अन्त यसलाई निकाल्नु छ। पहिला पनि के अरे यो सिलगढीको एउटा उयो छ नि, गाइस अब चाहिँ खोल्नु सुरु गरेर स्टियरिङ बक्स निकाल्नुको लागि रेडी छु। कसलाई किन त यी कोदाल किन भने त्यो त एउटा नयाँ होला, त्यही मात्रै हो एउटा नयाँ सोरुमबाट आएको हो। अरू त सेकेन्ड ह्यान्ड सोरुमको हो नि, यो त पुरा न्यू हो। यो पनि सेकेन्ड ह्यान्ड हो। मिस्त्री पनि सेकेन्ड ह्यान्ड सोरुमबाटै ल्याएको मैले हो नि त, पहिला त अर्थिन। अहिले हो सन्जोग पुरा नयाँ सिस्टम रहेछ है। अझ हाम्रो गाडीको त होला फिल्टरहरू मुटु गलेछ त, यसो पुरा नयाँ सिस्टम। फिल्टर हुँदैन अहिले CR4 को BS6 को। जाउँ न त अन्त, म त ढलिसक्यो। भाङ्ना ल्याउ न बुढो, निकै साह्रो पऱ्यो त यो निकाल्नुपर्छ। सानामा छ है घरमा। ए हुन्छ रे 80 छ माथिल्लो घरमा। त्यति हो त। ए हो चाहिँ निकाल्नुपर्छ। निकाल्नु चाहिँ साह्रो पर्ने रहेछ। ल गाइस फिटरलाई चाहिँ अब यस्तो हुन्छ है, यो चाहिँ छातीमा झऱ्यो भने कसो होला हो। हेर्नुहोस् है, हात्तीमा लाग्छ है, गरम छ नि त। यो हाल्नुपर्ने हजुर। सबैजनालाई भन्छु होइन, राम्रोसँगले चाहिँ पुरानो सामान चेन्ज गर्दाखेरि चाहिँ ओइल चाहिँ नयाँ हाल्नुपर्छ हो। ओइलको माया नगर्नुहोस् होला, तपाईँहरूलाई पनि भन्छु हो। बिचरा बुढोले भइ नभई भएको पैसाले चाहिँ ओइलहरू किनेको छ है, ल ताजा है 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 ढलेमा चाहिँ दिनै पर्ने हजुर। उयो गरे हुँदैन, लास्टमा कति के हो घरमा घन्टा ल्याउँछ। फाइनली स्टियरिङ बक्स ठिक भइसक्यो हो। अब इन्स्टल गर्नु मात्रै छ हाम्रो यहाँ यसमा। बनाउँदै गयो, म तास खेलेर कहाँ हो सकिएको नि हाल्नुपर्छ। अब ब्रेकको पाइपहरूको चाहिँ यसले सत्यानासै गरिदिन्छ ल। त्यो एउटा डल्लै धोती ल्याएर नपुग्ने रहेछ नि पाराले। ताना ताना ल यसरी बुढो त ढले 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 ढल्दिन भइसक्यो गाइस। अब चाहिँ बुस्टमा त गएको रहेछ। अब चाहिँ चल्काउँछ सस्पेन्सनको बुस्टहरू उनीहरू भयो।
तैँले त उयोलाई त यो ओल्लो अहिले उयो गर्दै गरेर ग्यारेजमै सिकाएको है तैँले गर्दै गरेर ग्यारेजमा है कोले सिकाएछ त्यहाँ त्यो मुन्डाको एउटा भाइ पनि थियो त सिकाइदियो मलाई त्यो गाडी चलाउँथ्यो नि तँलाई गाडी दिएन भने चाहिँ साह्रो रिसाउँछ भन्थिस् नि गाडी चलाउनु दिनु पर्थ्यो गाडी सिकाइदियो मैले ल गाइसहरू फाइनली चाहिँ यहाँनिर स्टियरिङ बक्स लागिसक्यो हो अब यसको नटहरू कस्नु मात्रै छ यहाँ हेर्नुहोस् 16 नम्बरको लाग्छ हो 4टा अन्त स्टियरिङ क्रस जोड्नु छ पुरानो चाहिँ यस्तो भएको छ यहाँनिर हो बाङबुङ यो कामै नलाग्ने भयो हो चलाउने चाहिँ यहीँ हो खतरा चलाउँछ नि त गाडीहरू ल गाइस अब सुमो चाहिँ एक्लै ठेल्नु पर्ने रहेछ मैले हो यहाँ ट्राई गर्छु पर्छ ल एकछिन अलिकति बगाउँछ उसमा ग्यारमा ल सक्छ लाङ खाने निकालौँ चिप्ल्यो नि त ब्याग ब्रेक गर न एकछिन अलिक उँधो उँधो काट न अर्को बेटी हौ काटेका चाहिँ यस गाडी ठेलेकोले होइन एक्लैले ठेलेकोले चाहिँ हात नै पार्यो हुनु चाहिँ भयो गाडी हो काकालाई सोध्छु हो कस्तो भयो काक्स स्टियरिङ राम्रो भएछ के छ भन्नु तपाईँको यसमा अब यतिको मिस्त्री चाहिँ पाउँदैन दार्जिलिङमा हो सानो गाडीको चाहिँ ठुलो ट्रकहरूले आइपड होला नि ट्रकको चाहिँ हुँदैन सानो अल्टो सल्टो टिको सिको सोरसार कतिवटा पनि गाडी छ घर होम डेलिभरी पनि गर्छ त्यस्तो बात पनि होइन